अर्को धुर्वे 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 ऊ जता गए पनि धुर्वे धुर्वे आमा दिदीलाई भनेर म त पैसाको कुरा घटी भएर के झल्थ्यो होला र पैसा बढी भएर खोज्न उहाँ अमेरिका अस्ट्रेलियासम्म पुग्छन् मान्छे तपाईँ कुरा गर्नुहुन्छ ल दुई शब्द आज के भइरह आज हाम्रो यहाँ तुलसीको बिहे भन्ने कार्यक्रम भइरह हाम्रो घरमा छोराहरू बिहे भएन अरे त्यो भएर तुलसीको बिहे गर्ने भन्ने हाम्रो कार्यक्रम छ यहाँनिर के अब यसपछि हुने हो छोराहरूको चाहिँ यस पछाडि चाहिँ हुन्छ कि भन्ने आशा छ भगवान्ले तथास्तु भनेर वरदान दिएको खण्डमा हुने सम्भावना प्रबल छ भर छैन त्यही भर छैन सम्भावना प्रबल छ त्यति बुझौँ न गाह्रो रहेछ त्यसो कुरो गाह्रो छ कान्छोबाट सुरु गर्नुपर्छ भन्ने जस्तो कुरो गर्नुभयो कि गुरुबाले यो कुरोमा कान्छोले कतिको ध्यान आकर्षण गरायो होइन यो विषयमा पनि दुई शब्द जाओस् भन्न चाहन्छु कि म चाहिँ कुरो यस्तो छ कुरो अलिक गाह्रो केटोबाट अलि नमिल्ने भरे किन होइन किन अब माइलो त जताबाट नि बिचा पऱ्यो होइन 8 12 8 भन्ने होइन त्यो भएर कान्छोपट्टिबाट जानुपर्ने भएछ अरे ग्रह दशाले ग्रह गोचरले शनि र राहुको यो चाहिँ संयोजन नमिलेर होइन यो यस्तो हुनु गयो अरे अब कान्छोपट्टिबाट सुरुवात गर्दा राम्रो हुन्छ भन्ने कुरो छ अब यसमा कान्छोको धारणा के छ भन्ने कुरो बुझ्न हामी आतुर छौँ भन्ने हामीलाई लागेको के भन्ने छ आज दही छ विशेष के को विशेषमा के को विशेषमा विशेष के हो विशेष यो तुलसीको विवाहपछिको होम हो के अरे चामल त धेरै भयो नि त्यो चामल खाने हो पछाडि भोकै छ यहाँ आज भात पाके छैन घरमा त्यही गाह्रो छ एकछिन मलाई कल आयो उताबाट दही यो त खतरा भएन उहाँ चाहिँ अर्को जनक सर हुनुहुन्छ के हो यो चाहिँ यो मरिच सरिच जाइफल मरिच जाइफलको यो धेरै चिज छ यहाँ मरमसला धेरै यहाँ के भन्छ अर्ग्यानिक चिजहरू छ अर्ग्यानिक यति लगाएपछि पुग्छ होला सायद अरू पनि हाल्नुपर्छ कि धेरै भने त्यसपछि के एड हुन्छ सब हेर्दैछ के हो देखाउनु पर्छ यो खाली हो त्यही यहाँ छ त्यो भाँडा मात्रै यसो टक्क लगाएका थियौँ हामीले काजु बदाम किसमिस नारिकल त्यसपछि स्याउ केराको चाहिँ टक्क अब चामल अब दही मिसाउनुपर्छ यहाँ दही मिसाएर त्यसको टक्क लाएर हुन्छ गाई त्यसपछि अब हाम्रो यो चाहिँ चिनी अलि हामी चाहिँ चिनी खासै खाँदैनौँ चिनी खानु हुँदैन धेरै चाहिँ अलिअलि त केही हुन्न चिनी हामीले खाँदैनौँ खासै त्यही बाहुन भुल्यो के गर्नु साथीले पाएको ल गयो दही चाहिँ कहिले पसिहाल्ने लाग्छ दही कहाँनिर छ कुन चाहिँ दही हाल्ने भन्ने थाहा हुँदैन दही धेरै थरीको छ अरे बोतल छ हेर कि अर्को हो थाहा भएन सोध्नु पर्ला जस्तो ल दही हालिँदैछ है हाम्रो नाम चाहिँ के हो थाहा छैन के भनेर बैकग्राउंड म्यूजिक नहीं चल रहा मिक्स गर्छौं चट्ट घोलेर
पानी हाल्नु पर्ला जस्तो लाग्यो झन्नै झरेको थियो है अलिकति दही त त्यति नपुग्दो रहेछ छड्का ल्याएर सब हाल्यो खुस हान्छ त्यसलाई बोल पिरो चटपटे श्वास दही पुगेन कि मै हाल्नु पर्ला यस्तै हो दही अलिकति हालेपछि चाहिँ अलि कडा हुन्छ चिनी अघि नि खासै धेरैको हाल्यो होइन हामीले अहिले नि खासै हाल्यो है काँचो खिर गणाधिपतये नमो नमः ओम गं गणपतये नमो नमः रिद्धि सिद्धि सहित गं गणपतये नमो नमः त्यो फुलमिया ल्याएर राखिदिउँ त लिएर यसो पानी समातौँ त स्वास्थ पाञ्चायन पूर्वोक्त यज्ञादि देवता पूजन कर्म आरम्भ कर्मणीय कामनाय ओम भन्नुस् त पुण्यम भवन्तु भ्रुवन्तु ओम पुण्यम भवन्तु भ्रुवन्तु ओम भो ब्राह्मणः पुण्यम भवन्तु भ्रुवन्तु ओम पुण्यम मीन राशि शरीराय थ अक्षर नाम वर्मणु कुम्भ राशि शरीराय द अक्षरी नाम दिव्याम मम क्रियाधिक तुलसी राधा दामोदर भगवान विवाह कर्मणीय आरंभ कर्मणीय कामनाय तत्पश्चात पांचायन पूर्वोक्त यज्ञादि देवता पूजन कर्मणीय आरंभ कर्मणीय कामनाय तथा च स्वस्ति वाचन कर्मणि ओम ओम पुनः यता ओम पुनन्तु मदेव जना पुनन्तु मनसा धिय पुनन्तु विश्वभूतानि जातवेद पुनीमः पुण्य दिदी पनि आउनु पुण्यम प्रसादात् ब्राह्मण वचनान्त सर्व परिपूर्णमस्तु ओम पुनन्तु मदेव जना पुनन्तु मनसा धिय पुनन्तु विश्वभूतानि जातवेद पुनीमः पुण्यम प्रसादात् ब्राह्मण वचनान्त सर्व परिपूर्णमस्तु एउटा ढक्का पैसा यो लगेर पूजा गर्ने ठाउँमा राख्नु उमेरको मान्छेले फुकिराखेको मान्छेले फुक्छन् कि चाहियो दाँत नभए हुँदैन होला खोज्न उहाँ अमेरिका अस्ट्रेलियासम्म पुग्छन् मान्छे तपाईँ कुरा गर्नुहुन्छ बाबा चाहिँ जल खानुभयो हात पोसिदिनुहोस् ल भेटी भेटी एउटा खस्या नि त के भेटी यसो कसरी छ भने तलतिर चलाइदिनुहोस् अनि लगिदिनुहोस् भगवान् कुनै प्रकारको सङ्कट नपरोस् भगवान हामीलाई आयु आरोग्य ऐश्वर्य वृद्धि गर्नुहोस् हाम्रा अशुभ स्थानमा भए अरिष्ट भए सम्पूर्ण दुर्दशाहरू शान्ति गराइदिनुहोस् भगवान भनेर मनमा लिएर एकदमै भगवानलाई सम्झेर सम्झिने भन्दा विकल्प अर्थ केही छैन हाम्रो हेर्नुहोस् अग्नि अग्नि ब्राह्मणे नमः अग्नि नैऋते पौष्टिकाय नमः ओम अग्नि वायवे बलवर्धनाय नमः अग्नि ईशान्ये प्रजापतये नमः पुलिसमा के जागिर खानु र होइन पुलिस त्यो जुङ्गाले चाहिँ पुलिसमा जागिर खाएको जस्तो देखिन्छ कि
श्रीमेश्वराय नमः अम्बे अम्बे बालिकेन मानयति सरस्वतीसुभद्रिकां बिलवासिनीम् ओम दुर्गाय स्वाहा दुर्गाय स्वाहा ओम ब्रह्मजगनं पुरस्तादिशमतसुरदाविनावशब्दमास्याविश्वसदस्यनिवसदस्यदिवा ओम रामणे स्वाहा रामणे नमः ओम विष्णुमितरामेतधारिदे पनश्रवणमशकाकुंसुरे स्वाहा ओम विष्णवे स्वाहा इदं विष्णवे नमः ओम व्रतपदाय तन्नोदस्वरूपाणि परिता भवेत् कामस्ते गुमस्तन्नो स्वाहा सुधीरगैर रामराय स्वाहा तुलसी रामराय स्वाहा ओम तुलसी रामराय स्वाहा तुलसी रामराय स्वाहा तुलसी रामराय स्वाहा तुलसी रामराय स्वाहा ओम तुलसी रामराय स्वाहा तुलसी रामराय स्वाहा तुलसी रामराय स्वाहा तुलसी रामराय स्वाहा ओम तुलसी रामराय स्वाहा तुलसी रामराय स्वाहा तुलसी रामराय स्वाहा सर्वेभ्यो स्वाहा सर्वेभ्यो ब्राह्मणेभ्यो स्वाहा काशी विश्वनाथाय स्वाहा यमुनाय स्वाहा ओम सप्ततीर्थेभ्यो स्वाहा सप्ततीर्थेभ्यो स्वाहा सप्तदेवेभ्यो स्वाहा सप्तदेवेभ्यो स्वाहा मुभी कति कमाइरहेको छ भने त्यसको यति पर्सेन्ट भन्छ होला कि उसले अब ओम जय जगदीश गौरम करुणावतारम संसार पूर्ण गरे भन्दै मैले यो पूर्ण पात्र दान गरेको छु जुन इच्छाले गरेको छु जुन भावना राखेर गरेको छु जुन भक्ति राखेर गरेको छु भगवान सो पूर्ण गरिदिनुहोस् भगवान भनेर यसो गरेर भगवानलाई देखाइदिने ओम पूर्णमद पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते श्रीकृष्णार्पणमस्तु अब हाम्रो यो बलि अब एउटा दुनामा बत्ती राखिसो त धूप र बत्ती अलिकति राखिसो त एउटा दुनामा अनि एउटा दुनामा जल पञ्चामृताय पैठिनी गोत्राय बर्बर देशाय दक्षिण दिशाय भूबलि विसर्जयत यजमानाय आयुकर्ता क्षेमकर्ता पुष्टिकर्ता तुष्टिकर्ता सदैव वरदो भव सूर्य सोम भौम बुध बृहस्पति शुक्र शनि राहु केतु मङ्गला पिङ्गला धान्य भ्रामरी भद्रिका उल्का सिद्धा सङ्कटा विकटा अरिष्ट नौ ग्रह सपत्नी ग्रह सहित शान्ति र शुभा भन्नु खै भाइ भाइ ल अब त्यसैमा राखिछु ल भाइ घटी भएर के झर्थ्यो होला र पैसा बढी भएर दिदी अब यसलाई त के भन्नु र भन्न भनौँ न धुवा कता जान्छ कसलाई खेदो गर्छ यो त भन्नै परेन कुन बाटो जान्छ कुन बाटो हिँड्छ होइन कस्तालाई खेद्छ यो त कुरा गर्नै परेन नि ल अब एउटा भूयोसी दक्षिणा एउटा दुनामा राखेर भूयोसी दक्षिणा गरौँ त गुरुलाई दिने कन्या केटीहरूलाई दिने कर्मणीय कामनाय पूर्णपात्र दान कर्मणीय कामनाय साङ्गत सिद्धार्थम तत्पश्चात् ब्राह्मण भूयसी दक्षिण दान सहिताय नाम गोत्राय नामनी देव्याय कन्याकुमारी सहिताय कौशिक गोत्राय ब्राह्मणाय सुबुदिताय यथा काले मलाई लगाइदिनु ओम त्रायखम पशुपसित्रायखम तन्नो वसित्रायखम शिवो नमस्ते त्यस्तै पिता नमस्ते लो ठुलो भाइ आउनु तपोधनानं देशे च राष्ट्रे च कुले च राज्यं करोति शान्तिं भगवान् गणेश भगवान् दाइन रहन अरिष्ट ग्रहहरू शान्ति हुन् मनमा शान्ति आओस् सोचेका कामहरू पुरा हुन् भगवान् जय जय होस् कल्याणमस्तु येन बद्धबली राजा दान विद्रुह महाबल तीन त्वां प्रतिवदनानि रक्ष महाचल ओम शान्ति शुभा भवन्तु धुर्वे जता गए पनि धुर्वे आमा दिदीलाई भनेर म त पहिलोको कुरा ल धुर्वे आउनु पर्यो तेरा धुर्वे सानो नहोस् है
होइन दाजु चितवनको सुनेमा ध्रुव सानो नहोस् बुझ्नु भएन अनि हात्ती क्या त अनि सुनको चितवनको भने छैन अनि कि त्यो बगाल बनाउनु पर्यो हात्तीको यस्तो गरे होइन बाङ्गो धुर्के भनेको त त्यसो हो त ध्वासे क्या ध्वासे एकदम सही सही तपाईँ